सबैजनालाई जय मसीह। म मर्कुस 10 को 46 देखि 52 सम्म पढिरहेको थिएँ र त्यहाँ पढ्दै गर्दा मैले एउटा सानो आशिषको कुराहरू पाएँ जुन तपाईहरुसँग शेयर गर्न लागेको। एकजना अन्ध व्यक्ति हुन्छ बर्तिमै भन्ने, र ऊ अन्ध व्यक्ति बाटो छेउमा बसिरहेको हुन्छ र त्यो बाटोबाट प्रभु येशू ख्रीष्ट आफ्नो चेलाहरूसँग जाँदै गर्दा बर्तिमैले सुन्छ यो बाटोबाट प्रभु येशू ख्रीष्ट जाँदै हुनुहुन्छ भनेर, र ऊ प्रभु येशू ख्रीष्टलाई बोलाउन थाल्छ तर प्रभु येशू ख्रीष्टलाई सुन्नुहुन्न। र त्यहाँ खडा मानिसहरूले पनि उसलाई रोक्दैछन्, नबोला 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 भनेर, तर ऊ शान्त हुँदैन, ऊ चुप लाग्दैन, ऊ अझै चिच्याएर प्रभु येशू ख्रीष्टलाई बोलाउँछ र प्रभु येशू ख्रीष्टले उसको सुन्नुहुन्छ र प्रभु येशू ख्रीष्ट त्यहाँ आएर उसलाई चङ्गाइदिनुहुन्छ। सो मैले यहाँबाट पाएको आशिष हामी पनि कतिचोटि प्रार्थना गर्न रोकिरहेका हुन्छौँ, कतिचोटि बाइबल पढ्न रोकिरहेका हुन्छौँ, कतिचोटि हामी परमेश्वरको नजदिकतामा जान रोकिरहेका हुन्छौँ, तर हामीले नरोकिएर हामीले त्यो रोकिने बन्धनहरूलाई कतिचोटि हामीलाई अल्छीले पनि रोकिरहेको हुन्छ। त्यो अल्छीपनलाई हटाएर यदि हामी प्रभु येशू ख्रीष्टको छेउमा गयौँ भने हाम्रो प्रार्थना साँच्चै नै प्रभु येशू ख्रीष्टले सुन्नुहुन्छ र प्रभु येशू ख्रीष्टले हामीलाई आशिष दिनुहुन्छ।